गाई धुनलाई हो यो मनको चञ्चल के हुनलाई हो यो मनको चञ्चल के हुनलाई हो मसला पिस्नु Hello everyone, welcome to my YouTube channel. तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। पहिलो त धेरै लङ पछाडी म भिडियो बनाउँदै छु। तपाईहरु आराम कुशलले सबैजना हुनुहुन्छ होला सायद। सो आज चाहिँ मेरो भिडियोहरु चाहिँ खासमा जंगलको यात्रा हुन्छ। जंगलमा भएको फूलहरु हैन, रुख बखराहरु हैन झकमक्क फुलिरहेछ। त्यहाँको जंगली जनावरहरुको दृश्यहरु म देखाउँदै नै छु तपाईहरुलाई र साथ दिनु होला, हेर्दै जानु होला। लेट्स गो। चाहिँ हो नयाँ नयाँ बिल्डिङ अहिले चाहिँ न्यू आइरहेको जुन नयाँ मान्छे नेपालदेखि ल्याउँदै छ मेरो कम्पनीले, त्यसको लागि हो यो 18 तारिकको फ्लाइट उहाँहरुको लागि। सो यहाँ चाहिँ एकदमै मौसमहरु अहिले चाहिँ मौसम एकदम चिसो नै छ। गर्मी अब आइसकेको छैन। सो आजदेखि मौसम पनि चेन्ज भइसकेको छ हैन। 9 बजेतिर मात्र रात पर्छ। सो हैन अब चाहिँ यहाँको दृश्यहरु हैन एकदमै आरु बखरा फुलेर झकमकै भइरहेछ। सो हेर्दै जानु होला। एकदमै ठुलो फाँटहरु छ यहाँ चाहिँ आफ्नो गाई बस्तुको लागि चराउनुको लागि एकदमै राम्रो हुन्छ। यस्तो मैदानहरु भए चाहिँ केही न केही चाहिँ हामी पनि केही हुन्थ्यो हैन, नेपालमा पनि केही गर्न सकिन्थ्यो। सो अब यहाँ चाहिँ भेडाहरु चाहिँ हुन्छ, धेरै जस्तो भेडा टर्ने नै हुन्छ, तर भेडा अहिले ल्याएको छैन। सो यो एरियामा चाहिँ कालिस पाउँछ, तर आज चाहिँ छैन। किन हो कता अन्डा पार्ने बेला पनि भइसकेको होला। अहिले चाहिँ अब त्यस्तो चाहिँ छैन नै हैन। एकदमै राम्रो फाँटहरु छ। यसको अपोजिट साइडमा चाहिँ गाउँबारीहरु छ। त्यहाँ चाहिँ गाउँ एकदमै वर्षमा एकचोटि हुन्छ, एकदमै राम्रो हुन्छ। तर यहाँ चाहिँ खेतीहरु चाहिँ एकचोटि मात्रै हुन्छ वर्षमा, किनकि हिउँ धेरै नै आउँछ, चिसो। गर्मी चाहिँ भनेको समथिङ 3 देखि 4 महिनासम्म हुन्छ। अरु त सबै चिसोले नै वर्षहरु बित्छ। बादल एकदमै कालो हैन, पानी पर्ला जस्तो पनि गरिरहेछ। सो आज पानी चाहिँ पर्दैन नै होला। अहिले चाहिँ हारु बखरा आल्चाहरु एकदम फुलेर उसको जुन स्वरूप जुन सुन्दरता अहिले एकदमै झल्काइरहेछ। हारु बखराले एकदम खुसी हैन, कालिस कराउँदैछ। सो किनकि आज चाहिँ म एक्लै नै किन आएको भने मेरो घरहरु आज ननिस्किने अरे, त्यही भएर म चाहिँ हल्का यसो भिडियोको लागि भए पनि मन मनोरञ्जन गर्नुको लागि भए पनि हैन, यसो कति कोठामा त बस्नु हैन, यसो पाखा पखेर हैन, पाखे पखेरमै हुर्किएको मान्छे हुँ हैन। दृश्यहरु हेर्नु मन लाग्छ, किनकि अहिले चाहिँ यो हारु बखराहरु अस्तिको दिन 2-4 दिन हावाले गर्दा यसको जुन फुलहरु झरेको छ। त्यो देखिरहेको रोमनियाको घर हो, एकदमै सेतोमा भइरहेछ। एकदमै आल्चाहरु एकदमै फुलेर सेतोमै भएको छ। पछि भनेको यो कति खानु हो हैन, खाँदा ओके नै हुन्जेल खाइन्छ। मा चराचुरीको आवाज चिरबिर हैन, यो सुन्नुको लागि भए पनि म बाहिर निस्केको, किनकि म यस्तै ठाउँमा हैन जन्मेर हुर्केको ठाउँ हो मेरो प्यारो खोटाङ हैन। सो मेरो खोटाङ एकदमै सुन्दर छ। अहिले चाहिँ म अब आधा भन्दा धेरै नै घुमिसकेँ। अहिले चाहिँ मैले फेरि आफैले डिसिजन गरेँ गाउँबारीतिर जाऊँ न, त्यहाँनेरि मृगहरु हैन हरेक कुराहरु त्यहाँनेर जंगली जनावरहरु पाउन सक्छ। त्यहाँ पाउँछ भने तपाईहरुले म भिडियोमा कैद गर्नुको लागि म जाँदैछु, हेर्नु होला। फाइनली म चाहिँ अहिले गाउँबारीमा आइसकेको छु। गाउँको दृश्यहरु एकदमै ठुलो फाँटहरु छ हैन, यो
यस्तो ठुलो फाँटोहरू छ होइन, हामीले यो घुमेर घुम्नै सकिँदैन क्या, त्यस्तो ठुलो छ फाँटो यसको। ल हेर्नुहोस् त कस्तो छ। यसको उतापट्टि पनि छ होइन, यो चाहिँ खोइ आई डोन्ट नो एकजनाकै होला कि होइन, एकदमै ठुल्ठुलो छ। अब पारि चाहिँ प्लेन आइरहेछ, म चाहिँ एयरपोर्टको छेउमै छु होइन। सो त्यहाँनिर प्लेन नेपालीहरू नै हुनसक्छ कोही पनि होइन, आइराखेको छ। कोही मान्छे छुट्टीमा गएर, कोही होइन नयाँ आउनु मान्छेहरू होला। सो यस्तो दामी देखेको छ, ल हेर्नुहोस् त। त्यसमाथि गाउँको मासतिर भनेको बादलको मोमेन्टहरू हो, कस्तो छ त। मलाई त एकदमै लोभ लाग्यो यो ठाउँमा। तपाईँहरू पनि आएर यो ठाउँमा भिडियोहरू खिच्नु चाहनुहुन्छ भने चाहिँ सेक्टर 1 होइन, बुकारिस्ट होइन, इफू भन्ने ठाउँमा हो हामीहरू बस्ने एरिया चाहिँ। यहाँ चाहिँ म मेरो मम्मीलाई यहाँको गाउँबारीहरू एकदमै देखाउँदैछु। सो होइन, मम्मीले भन्दै हुनुहुन्छ यस्तो जग्गा भए पो खेतीहरू गर्नु पनि राम्रो हुन्छ होइन, उब्जमीहरू धेरै हुन्छ भन्दै हुनुहुन्छ होइन। एकदमै मम्मीले एकदमै ठाउँ मन परेछ। सो यो चाहिँ मेरो मम्मी हो, अहिले मम्मीले चाहिँ खाना खाँदै हुन्छ। मम्मीसँग बोलिसकेर पनि अहिले होइन, यहाँको दृश्यहरूको हामीले देखाएर पनि म फेरि अगाडि बढ्दैछु। कहीँ नेपाल एयरलाइन्स जस्तो छ हो यो प्लेन त, सेम नेपाल एयरलाइन्स जस्तो है होइन। तर टाढोबाट जुम हानेको के सेम नेपालको जस्तै प्लेन होइन, नेपाल एयरलाइन्स एकदमै मनपर्छ। विजय लामाले हाँकिराख्नु भएको छ। सो एकदम प्राउड लाग्छ होइन। तपाईँहरूले मिर्ग देखाउनु पर्यो भनेको मिर्ग आज नि सिक्छ नि के हो, खरायोहरू पनि टन्नै पाउँछ क्या यहाँनिर, तर खोइ त एउटा पनि देखिनँ। सो देख्यो भए चाहिँ म तपाईँहरूलाई देखाउनु पर्यो भनेको चाहेको थिएँ, तर अहिलेसम्म चाहिँ देख्नु पाएको छैन। सो होइन, हेर्दै जाऊँ, पाउनु पनि सक्छ। एकदमै झकमक्क आल्चा फुलेर, अरू बखरहरू फुलेर आफ्नो एकदमै सुन्दर हाँसिरहेको छ। सो यो चाहिँ अर्कै ठाउँ हो, यो ठाउँ पनि निस्किन्छ कि, तर छैन आज देखिनँ मैले एउटा पनि मृगहरू आज छैन। जङ्गलमा ढाडझेल खाएछ के हो कोही त। सो एउटा पनि छैन। फेरि पनि त्यहाँनिर प्लेन जाँदै रहेछ। सो पाकिस्तानको जस्तो रहेछ प्लेन यो चाहिँ। फेरि चराचुरुङ्गीको चिरिपी आवाजहरू तपाईँहरूले पनि सुन्नुहुन्छ होला। खासमा म यो सुन्न आएको हो कि यहाँ चाहिँ चरा एकदमै रमाइराखेको छ। हेर्नुहोस् त क्या रमाइरहेछ। फाइनल चाहिँ साथी हो क्याली चाहिँ कराउँदैछ, तर कहाँनिर हो ठ्याक्कै थाहा भएन है। ल यस्तो दामी फुलहरू होइन, अरू यस्तो दामी छैन कि। हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई। आउनुहोस् फोटो खिच्नको लागि। सो एकदमै हो। यहाँ हेर्नु त मेरो क्याम्पको छेउनेरि कत्रो ठुलो काली छ यहाँनिर, कत्रो ठुलो काली छ यहाँनिर, पुरा चढिरहेछ थियो। फाइनली चाहिँ अब चाहिँ म रुमतिर लागेँ होइन। 6 बज्नु आँटेको छ, अझै पनि घाम देखिँदैछ, रात परेको छैन, 9 बजीसम्म देख्छ। सो एकदमै माथि लेकतिर पाउने फुलहरू यो चाहिँ
अब चाहिँ म भिडियो पनि लामो लामै भयो होला तपाईँहरूलाई कस्तो लाग्छ त्यति धेरै इम्पोर्टेन्ट कुराहरू त छैन सो होइन तर यहाँको दृश्यहरू कस्तो मन पर्यो मन परेन प्रतिक्रिया दिनु होला होइन हामीहरू अर्को भिडियोमा भेटौँला बाई बाई सी यू नेक्स्ट टाइम